यो हजारौं नेपाली युवाको भविष्यको कथा हो। जब नपाई किन लाखौं सपना टुटिरहेका छन्? आखिर नेपालमा यस्तो किन भइरहेको छ? हरेक बिहान नेपालमा लाखौं विद्यार्थी एउटा सपना बोकेर विद्यालय र कलेज पुग्छन्। उनीहरूलाई भनिन्छ राम्रोसँग पढ, राम्रो नम्बर ल्याऊ, डिग्री ल्याऊ अनि जीवन सफल हुन्छ। वर्षौंसम्म किताब, परीक्षा, असाइनमेन्ट र डिग्रीका लागि सङ्घर्ष गरेपछि अन्ततः एउटा प्रमाणपत्र हातमा आउँछ। तर त्यसपछि किन हजारौं नेपाली युवाको यात्रा जागिरतर्फ होइन विमानस्थलतर्फ मोडिन्छ? किन डिग्री हातमा हुँदाहुँदै पनि धेरै युवा बेरोजगार छन्? के समस्या विद्यार्थीमा छ कि समस्या हाम्रो शिक्षा प्रणालीमै छ? आज हामी कुनै अफवाह होइन, तथ्य अनुसन्धान र यथार्थका आधारमा नेपालको शिक्षा प्रणाली, बेरोजगारी र हाम्रो भविष्यबारे गहिरो विश्लेषण गर्नेछौँ। किनभने यो केवल विद्यार्थीको समस्या होइन, यो नेपालको भविष्यको प्रश्न हो। नेपालको शिक्षा प्रणालीको यथार्थ। नेपालमा प्रत्येक वर्ष हजारौं विद्यार्थी एसईई पास गर्छन्, त्यसपछि +2, त्यसपछि ब्याचलर, त्यसपछि मास्टर्स। सुनिदा यस्तो लाग्छ देशमा शिक्षित जनशक्ति बढ्दैछ। तर एउटा प्रश्न छ, यदि शिक्षित जनशक्ति यति धेरै बढिरहेको छ भने बेरोजगारी किन घटिरहेको छैन त? कारण केवल एउटा होइन, नेपालको धेरैजसो शिक्षा प्रणाली अझै पनि परीक्षा केन्द्रित छ। विद्यार्थीलाई प्रश्न सोध्नभन्दा उत्तर घोक्न सिकाइन्छ, अङ्क ल्याउन सिकाइन्छ, तर समस्या समाधान गर्न सिकाइँदैन। किताबका उत्तर याद हुन्छन्, तर वास्तविक जीवनका प्रश्नहरूको उत्तर खोज्ने अभ्यास हुँदैन। अझै पनि धेरै कक्षामा शिक्षक बोल्छन्, विद्यार्थी सुन्छन् र परीक्षा आउँदा सबै कुरा घोक्छन्। परीक्षा सकेपछि त्यो ज्ञान पनि सकिन्छ। विश्व बदलिँदै गएको छ। एआई, आर्टिफिसियल इन्टेलिजेन्ट, रोबोटिक, अटोमेसन, डाटा साइन्स, साइबर सेक्युरिटी, यी सबै नयाँ क्षेत्रहरू तीव्र गतिमा बढिरहेका छन्। तर हाम्रो धेरै पाठ्यक्रम अझै वर्षौं पुराना विषयवस्तुमा सीमित छन्। यहीँबाट समस्या सुरु हुन्छ। डिग्रीको सङ्ख्या बढ्यो, अवसर बढेन। आज नेपालमा हजारौं विद्यार्थी प्रत्येक वर्ष ब्याचलर पास गर्छन्। व्यवस्थापन, शिक्षा, मानविकी, विज्ञान, इन्जिनियरिङ, आइटी, कृषि, कानुन, हरेक क्षेत्रमा नयाँ स्नातकहरू बजारमा आउँछन्। तर प्रश्न फेरि उही छ, यी सबैका लागि रोजगारी कहाँ छ त? अर्थतन्त्रले जति रोजगारी सिर्जना गर्छ त्यसभन्दा धेरै विद्यार्थी हरेक वर्ष बजारमा प्रवेश गर्छन्। यसको अर्थ प्रतिस्पर्धा बढ्दै जान्छ, अवसर भने त्यति नै रहन्छ। यही कारणले धेरै योग्य युवा पनि महिनौं र वर्षौंसम्म जागिर खोजिरहेका हुन्छन्, तर जागिर भेट्दैनन्। सबैभन्दा ठुलो भ्रम, हामी मध्ये धेरैले एउटा कुरा विश्वास गर्यौं, डिग्री भयो भने जीवन सुरक्षित हुन्छ। तर आजको संसारमा वास्तविकता भने फरक छ। डिग्री आवश्यक हुन सक्छ, तर डिग्री मात्र पर्याप्त छैन। आज कम्पनीहरूले केवल प्रमाणपत्र हेर्दैनन्, उनीहरूले सिप हेर्छन्। तपाईँ समस्या समाधान गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? टिमसँग काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? नयाँ प्रविधि सिक्न तयार हुनुहुन्छ कि हुनुहुन्न? यही कुरा बढी महत्त्वपूर्ण हुँदै गएको छ। त्यसैले आजको सबैभन्दा ठुलो प्रश्न केवल कुन विषय पढ्ने होइन, बरु पढाइसँग कुन सिप सिक्ने भन्ने हो। यही प्रश्नले भविष्य निर्धारण गर्नेछ। तर यदि समस्या यति स्पष्ट छ भने नेपालमा यसको समाधान किन हुन सकेको छैन? किन उद्योग बढिरहेका छैनन्? किन हजारौं युवाहरू विदेशी हुन बाध्य छन्? र किन पढे लेखेका युवाहरूले पनि आफ्नो क्षमता अनुसारको अवसर पाउन सकेका छैनन्? अब हामी यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौँ। हामीले अहिलेसम्म शिक्षा प्रणालीको एउटा पाटो देख्यौँ, तर एउटा डिग्रीधारी युवा बेरोजगार हुनुको कारण केवल शिक्षा मात्र हुँदैन। यसको पछाडि अर्थतन्त्र, उद्योग, सरकारी नीति, निजी क्षेत्र र हाम्रो सोच पनि हुन्छ। अब प्रश्न उठ्छ, नेपालमा यति धेरै शिक्षित युवा हुँदा पनि किन अवसरहरू सीमित छन्?
पहिलो कारण हो उद्योगको अभाव। कुनै पनि देशमा रोजगारी सिर्जना गर्ने मुख्य शक्ति उद्योग र व्यवसाय हुन्। जब उद्योग बढ्छन् त्यहाँ इन्जिनियर चाहिन्छ, एकाउन्टेन्ट चाहिन्छ, आइटी विशेषज्ञ चाहिन्छ, मार्केटिङ टिम चाहिन्छ, मानव स्रोत व्यवस्थापक चाहिन्छ। तर नेपालमा ठुला उत्पादनमूलक उद्योगहरूको सङ्ख्या अझै पनि सीमित छ। धेरै उद्योगहरू सञ्चालन लागत, ऊर्जा, नीतिगत अस्थिरता र लगानीको चुनौतीसँग जुधिरहेका छन्। फलस्वरूप विश्वविद्यालयबाट निस्कने हजारौँ स्नातकका लागि पर्याप्त रोजगारी सिर्जना हुन सकिरहेको छ। त्यसैले समस्या केवल काम खोज्ने होइन, काम सिर्जना गर्ने वातावरण पनि हो। दोस्रो कारण स्किल ग्याप। आज धेरै रोजगारदाताहरूको एउटै गुनासो सुनिन्छ, डिग्री छ तर काम गर्न सक्ने तयार जनशक्ति छैन। यसलाई नै स्किल ग्याप भनिन्छ। विद्यार्थीले 4 वर्षसम्म पढ्छन् तर उद्योगले प्रयोग गर्ने सफ्टवेयर थाहा छैन, प्रस्तुति गर्न डराउँछन्, टिमवर्कको अनुभव हुँदैन, कम्युनिकेसन कमजोर हुन्छ, प्रब्लम सल्भिङको अभ्यास हुँदैन। यसको अर्थ डिग्री र बजारको आवश्यकता बीच ठुलो दूरी छ र यही दूरीले हजारौँ युवालाई बेरोजगार बनाइरहेको छ। तेस्रो कारण ब्रेन ड्रेन, प्रतिभा पलायन। अर्को ठुलो समस्या हो ब्रेन ड्रेन। नेपालका धेरै प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा वा रोजगारीका लागि विदेश जान्छन्। कतिपय त फर्किन्छन् तर धेरैजसो फर्किँदैनन्। किन त? किनभने उनीहरूले विदेशमा राम्रो अवसर, स्थिर आम्दानी र अनुसन्धानको वातावरण पाउँछन्। नेपालले आफ्ना प्रतिभालाई तयार पार्छ तर त्यसको प्रतिफल धेरैजसो अर्को देशले पाउँछ। यसले देशको विकासको पनि गति प्रभावित पारिरहेको छ। चौथो कारण पुरानो सोच। हाम्रो समाजमा अझै पनि एउटा धारणा बलियो छ, डाक्टर, इन्जिनियर र सरकारी जागिर मात्रै सफलताको बाटो हो भनेर। तर आजको विश्व बदलिरहेको छ। आज एउटा सफ्टवेयर डेभलपर, डिजिटल मार्केटर, भिडियो एडिटर, साइबर सेक्युरिटी एक्सपर्ट, एआई इन्जिनियर वा अनलाइन इन्टरप्रेनरले पनि विश्वव्यापी रूपमा उत्कृष्ट करियर बनाउन सक्छ। समस्या अवसरको मात्र होइन, जानकारीको पनि हो। धेरै विद्यार्थीलाई नयाँ सम्भावनाबारे समयमै जानकारी नै हुँदैन। तर यसको अर्थ नेपालको भविष्य अन्धकार छ भन्ने होइन। बरु अहिले पनि केही क्षेत्रहरू यस्ता छन् जहाँ सिप भएका युवाका माग लगातार बढिरहेको छ। कुन क्षेत्र रोज्ने? कम खर्चमा विश्व स्तरको सिप कसरी सिक्ने र नेपालले यो सङ्कटबाट बाहिर निस्कन के गर्नुपर्छ? अब हामी त्यसैबारे कुरा गर्नेछौँ। भविष्य कसको हो आखिर? अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, भविष्यमा कुन क्षेत्रमा अवसर बढी हुनेछ र आजका विद्यार्थीले आफूले कसरी तयार गर्ने आफूलाई? किनभने संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ। जुन काम आज सामान्य छ भोलि त्यही काम प्रविधिले परिवर्तन गर्न सक्छ। त्यसैले भविष्य सुरक्षित गर्ने बाटो भनेको केवल एउटा डिग्री होइन, परिवर्तनसँगै आफूलाई अपडेट गर्ने क्षमता पनि हो। भविष्यका सम्भावना भएका क्षेत्रहरू। पहिलो क्षेत्र हो इन्फर्मेसन टेक्नोलोजी। आज संसार डिजिटल युगमा प्रवेश गरिसकेको छ। सफ्टवेयर डेभलपमेन्ट, आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई, डाटा साइन्स, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, यी क्षेत्रमा विश्वभर दक्ष जनशक्तिको माग बढिरहेको छ। तर यहाँ एउटा कुरा बुझ्न जरुरी छ, आइटी पढ्दैमा मात्र सफलता आउँदैन। कोड लेख्न सक्ने क्षमता, प्रोजेक्ट बनाउन सक्ने अनुभव र नयाँ कुरा सिक्ने बानी नै वास्तविक शक्ति हुन सक्छ। दोस्रो क्षेत्र हो हेल्थ साइन्स। स्वास्थ्य क्षेत्र सधैँ आवश्यक रहने क्षेत्र हो। नर्सिङ, मेडिकल, ल्याबोरेटरी, पब्लिक हेल्थ, फार्मेसी, यी क्षेत्रमा नेपाल मात्र होइन विश्वभर अवसरहरू छन्। तेस्रो क्षेत्र हो बिजनेस एन्ड इन्टरप्रेनरसिप। अबको पुस्ताले केवल जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने सोच पनि विकास गर्नुपर्छ। सानो व्यवसाय, डिजिटल मार्केटिङ, ई कमर्स, स्टार्टअप, यी क्षेत्रहरू पनि ठुलो सम्भावना छन्। विद्यार्थीले आजबाट के गर्ने त? यदि तपाईँ अहिले स्टुडेन्ट हुनुहुन्छ भने केवल कलेजको किताबमा सीमित नरहनुहोस्। आजैबाट केही कुरा सुरु गर्न सक्नुहुन्छ। पहिलो, एउटा अन्तर्राष्ट्रिय स्तरको सिप सिक्नुहोस्, जस्तै प्रोग्रामिङ, ग्राफिक डिजाइन, भिडियो एडिटिङ, डिजिटल मार्केटिङ, ल्याङ्ग्वेज स्किल, कम्युनिकेसन स्किल। दोस्रो, सानो भए पनि वास्तविक अनुभव लिनुहोस्, इन्टर्नसिप गर्नुहोस्, भोलन्टियर गर्नुहोस्, प्रोजेक्ट बनाउनुहोस्। किनभने आजको बजारले सोध्छ तपाईँले के गर्न सक्नुहुन्छ। केवल तपाईँले
के पढ्नुभएको छ भन्ने कुरा पर्याप्त छैन। सरकार र शिक्षा प्रणालीका लागि सुधार आखिर के हो त? सबै जिम्मेवारी विद्यार्थीको मात्र होइन, देशको शिक्षा प्रणालीमा पनि ठुलो परिवर्तन आवश्यक छ। पहिलो सुधार, पाठ्यक्रमलाई समयअनुसार परिवर्तन गर्नुपर्छ। 20 वर्ष पुरानो ज्ञानले 21औं शताब्दीको बजार जित्न सक्दैन। दोस्रो, विश्वविद्यालय र उद्योगबीच बलियो सम्बन्ध हुनुपर्छ। विद्यार्थीले पढ्दै गर्दा वास्तविक काम सिक्न पाउनुपर्छ। तेस्रो, शिक्षालाई केवल प्रमाणपत्र उत्पादन गर्ने प्रणाली होइन, सिप र सृजनशीलता उत्पादन गर्ने प्रणाली बनाउनुपर्छ। चौथो, युवालाई नेपालमै अवसर सिर्जना गर्न प्रोत्साहन गर्नुपर्छ। स्टार्टअप, इनोभेसन, रिसर्च यी क्षेत्रहरूमा लगानी बढाउनुपर्छ। नेपालको समस्या केवल बेरोजगारी होइन, समस्या तो दूरी हो, जहाँ हाम्रो शिक्षा एउटा दिशामा हिँडिरहेको छ र विश्वको आवश्यकता अर्को दिशामा। तर समाधान असम्भव छैन, किनभने नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको यहाँका युवा हुन्। आज विदेश जाने लाइनमा उभिएका लाखौँ युवा मध्ये धेरैसँग क्षमता छ, सपना छ, मेहनत गर्ने शक्ति छ। आवश्यक छ त केवल सही दिशा र सही अवसरको। त्यसैले अब प्रश्न यो होइन कि नेपालमा अवसर छैन, प्रश्न यो हो कि हामीले आफूलाई अवसरका लागि तयार गरेका छौँ कि छैनौँ। डिग्री लिनुहोस् तर सिप पनि सिक्नुहोस्, सपना देख्नुहोस् तर त्यसका लागि मेहनत पनि गर्नुहोस्, किनभने भविष्य भाग्यले होइन तयारीले बनाउँछ। यदि तपाईँलाई लाग्छ नेपालको शिक्षा प्रणालीमा परिवर्तन आवश्यक छ भने आफ्नो विचार कमेन्ट गर्नुहोस्। यो भिडियो एउटा विद्यार्थी, एउटा अभिभावक र एउटा युवासम्म पुर्याउनुहोस्, किनभने शिक्षा केवल व्यक्तिगत भविष्य होइन, यो सम्पूर्ण देशको भविष्य हो। अर्को भिडियोमा भेट्ने बाचाको साथ अहिले बिदा हुन चाहन्छु। हस्त नमस्ते।